वेलकम टु माई च्यानल। म चाहिँ युट्युबमा एकदम नयाँ हो अनि मैले आज युट्युब स्टार्ट गर्छु भनेर एकदम डिटर्मिनेसनका साथ आएको छु। प्लिज मलाई सपोर्ट गरिदिनु होला। अब मैले चाहिँ डेली ब्लग गर्ने सोचेको छु। लेट्स सी, आई होप आई क्यान डु द्याट। अब यो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ मलाई एकदम मान्छेले के भन्छ, ओ माई गड, के आफ्नो ब्लग देखाउने, आफ्नो डेली एक्टिभिटिज के गरेको छ, कसलाई हेर्ने इन्ट्रेस्ट होला र भनेर जस्तो सोचिन्छ नि आफूले केही काम स्टार्ट गर्नुभन्दा अगाडि। त्यस्तै भएको थियो। तर मैले चाहिँ म जसरी पनि स्टार्ट गर्छु भनेर अब स्टार्ट गरेँ। अब लेट्स सी कस्तो मैले कतिसम्म क्यारी अन गर्न सक्छु। बट त्यही हो, मेरो चाहिँ आज डे अफ हो। म चाहिँ मेरो इन्ट्रोडक्सन दिन्छु फर्स्ट अफ अल है। म चाहिँ अस्ट्रेलियामा छु अहिले। धेरै पनि भएको छैन म अस्ट्रेलिया आएको, फ्यु इयर्स भयो। अनि मैले चाहिँ नर्सिङ गरेको हो, आमा रेजिस्टर्ड नर्स। त्यही हो मेरो ब्याकग्राउन्ड, आइ एम वर्किङ। अनि मेरो आज डे अफ हो। अब डे अफमा मैले मर्निङबाटै के गर्छु भनेर मैले खिच्छु भनेर सोचेको थिएँ। बट मैले मर्निङबाट सकिनँ, स्टिल गट्स आएको थिएन। अब चाहिँ गट्स आयो, त्यहीबाट स्टार्ट गरेँ। अहिले चाहिँ कति बज्यो, अहिले बजिसक्यो धेरै नै। अब स्टिल ठिक छ। आज चाहिँ बिहान उठेर यसो घरको हल्का फुल्का काम गरेर म चाहिँ भ्याक्सिन हान्न गएको थिएँ, किनभने मेरो ड्यू थियो भ्याक्सिनेसनको। फ्लू भ्याक्सिन थियो। फ्लू भ्याक्सिन हालेर म आइसकेँ। अब चाहिँ हल्का मेरो स्किन केयर गर्छु। स्किन केयर म त्यस्तो गर्दिनँ, बाइ द वे जस्ट मुख धुन्छु, द्याट्स इट। अनि हल्का अलिक गर्नु पर्ला यार आज। ओके, लेट्स सी मैले के गर्छु। म अलिअलि भिडियोजहरू फ्रिक्वेन्टली देखाउँछु। ओके, आल स्टार्ट नाउ। ओके, म चाहिँ बाथरुममा आइसकेँ। अब चाहिँ म हल्का स्किन के अरे मुख धुन्छु पहिला, होइन। फर्स्ट अफ अल मुख धुन्छु अनि आल डु द रेस्ट। पहिला चाहिँ म यो फेस वासले मुख धुन्छु अनि त्यसपछि क्लिन्जर युज गर्छु। यो चाहिँ मैले नेपालबाट ल्याएर आएको, यो चाहिँ मामा अर्थको राम्रो छ यो, आई लभ इट, त्यही भएर मैले लिएर आएको यो। Save water. म चाहिँ हल्का अलिकति धेरै तातो भएन, अलिकति तातो पानी युज गर्छु कि अलिकति मन तातो पानी, यसले अलिकति राम्रो बनाउँछ। यो फेसको मोइस्चर त्यसरी लाग्दैन, चिसो र तातो पानी युज गऱ्यो भने अलिकति मोइस्चर जान्छ नि त फेसको, स्किनको, त्यही भएर। ओके, यो मामा अर्थको चाहिँ मलाई एकदम मन परेको यो भएर के भन्छ, यो चाहिँ डिवाई ब्राइट फेस वास र अब यो चाहिँ उल्टो आउँछ होला, यो फ्रन्ट क्यामेरा भएको भएर, विथ राइस वाटर एन्ड नाइसिनामाइड फर ग्लास स्किन अरे।
ओके मलाई मन परेर लिएर आएको हो म त्यही केही फ्यान्सी त्यस्तो युज गर्दिनँ बाइ द वे अब नाउ आम युजिङ सेटाफिल यो चाहिँ क्लिन्जिङ हो ओके मेरो चाहिँ यहाँ अलि दाग छ म चाहिँ पिम्पलहरू कोटाउँछु यहाँ मेरो पिम्पल आउँछ त्यही भएर म मेरो यहाँ अलि दाग छ यो पार्ट यति पार्ट दाग छ अन्त त मेरो पिम्पल पनि आउँदैन अलिकति के भन्छ त्यसलाई मैले बिर्सेँ एक्ज्याक्ट वर्ड फ्रेकल्स यति यतितिर फ्रेकल्स छ नभए भने त ठिकै छ क्लिन्जिङ गर्ने मलाई चाहिँ फेस वास गरेपछि क्लिन्जिङ युज गर्नु मन लाग्छ किनभने सबै डर्टहरू निस्किसक्छ फेसबाट अरूहरूले चाहिँ के गर्छ आई डोन्ट नो मेरो स्टाइल चाहिँ यही हो हल्का एकछिन गर्ने हो मैले चाहिँ अहिले चाहिँ यो दाग हटाउनको लागि एउटा क्रिम युज गरिराखेको छु घाउ बनाउने अनि घाउ हटाउनको लागि क्रिम युज गर्दै हो माइ गुडनेस पैसाको खती धेरै तातो भयो नि भयो फेरि धेरै मुख खुइले लाग्यो नि ओके गाइस अब म फेस पुस्छु अनि आउँछु हेलो अब मैले मुख धोइसकेँ ड्राई गरिसकेँ मुख अब चाहिँ मलाई बाहिर जानुपर्ने भयो कि गाइस अब मेरो सामान आएको थियो अनि यहाँ बेल पनि बजाएन सिधै अस्ट्रेलिया पोस्टमा लगेर छोडिदियो अब मलाई त्यहाँबाट पिकअप गर्नुपर्ने भयो त्यही भएर म हल्का यसो सनस्क्रिन लगाएर जान्छु किनभने एकदम घाम छ बाहिर त्यही भएर मलाई स्किन जोगाउनु छ ओके म फर्स्टमा चाहिँ सेटाफिलको यो क्रिम लगाउँछु नाइट क्रिम हो यो खासमा तर डेमा पनि लाउन मिल्छ एकदम राम्रो छ यो क्रिम एकदम हाइड्रेट गराउँछ क्या फेसलाई एकदम धेरै पनि लाउनु पर्दैन एकदम थोरै यतिको एकदम इफ हजुरको स्किन अलि एकदम ड्राई छ भने चाहिँ यो क्रिम किन्दा हुन्छ मेरो चाहिँ एकदम ड्राई मेरो कम्बिनेसन स्किन हो अनि मेरो स्किन चाहिँ अब त्यो मोइस्चराइजरहरू लगायो भने चाहिँ नर्मल मोइस्चराइजर अहिलेसम्म मैले लगाएको मोइस्चराइजर राम्रो मोइस्चराइजर लगाएँ तर मलाई फिट गरेन सुट गरेन एकदम चिल्लो हुने क्या मुख भनेपछि अब क्रिम फाउन्डेसनहरू लगाउँदाखेरि कस्तो चिल्लो भइदिने क्या कस्तो ओठ ड्राई भएको छ मैले पानी खाएको छैन एकदम डिहाइड्रेसन भएर ओठ पनि ड्राई फ्लेकी भएको छ अनि यो क्रिम किन्नुहोस्
यो केही प्रमोसन होइन, तर यो क्रिम चाहिँ एकदम राम्रो रहेछ। सेटाफिलको रिच नाइट क्रिम हो यो, किन्नु एकदम स्किनलाई हाइड्रेट गर्छ। राति सुत्दा लगाउनुहोस् अनि बिहान उठेर मुख धोएर आफ्नो फाउन्डेसन लगाउँदा पनि हुन्छ। एकदम त्यो वाटर चाहिँ एकदम भित्र छिरिसकेको हुन्छ क्या, त्यही भएर फेस ड्राई हुँदैन। ड्राई स्किनको लागि चाहिँ एकदम राम्रो रहेछ, यही किन्दा हुन्छ। अहिलेसम्म मलाई चाहिँ सुट गरेछ, अब ट्राई गर्दा के जान्छ होइन, ट्राई गर्ने त हो। अब अर्को चाहिँ म यो प्राइमर लगाउँछु, यो चाहिँ न्युडको हो, यो पनि हल्का लगाउँछु। हल्का भनेको धेरै भयो के हो, ठिक छ यतिको। राइट, यो पनि भयो। म चाहिँ एउटा मात्र हात युज गर्न आउँछ क्या, फेरि ऊ गर्दाखेरि आफू रेडी हुँदाखेरि यो मेरो डोमिनेन्ट ह्यान्ड, यही ह्यान्ड युज हुन्छ, अर्को हात चल्दैन, लाटो हुन्छ। हजुरहरू चाहिँ कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ त्यो चाहिँ भनिदिनु होला कमेन्टमा। कसैले हेरिरहनु भएको छ भने चाहिँ यसो कमेन्ट छोडिदिनु होला, मलाई एकदम इन्सपिरेसन हुन्छ अब नेक्स्ट भिडियो बनाउनुलाई। अब कसैले हेरेको छैन भने त अब केही कुरै भएन। अनि म चाहिँ कस्तो, अब मेरो फर्स्ट टाइम हो नि त युट्युब भिडियो बनाएको, अनि म चाहिँ आफ्नो फेसमा मात्रै हेर्दो रहेछ कि, अब क्यामरामा हेर्नु भने जहिले अर्कै ठाउँमा हेर्दो रहेछ। अब चाहिँ हेर्छु है म क्यामरामा। स्टिल लर्निङ girl will be pro in few days. ओके, प्राइमर भएन, कस्तो त्यो क्रिम लगाएर धेरै लगायो क्या, चिल्लो भयो कि, तर ठिक्क छ, ठिक्क फिल भएछ। यो मेरो दाग कहिले जान्छ अब त्यो कोटाएपछि त आइहाल्छ अफकोर्स। अब नकोटाइकन यत्तिकै आएको भए चाहिँ भन्नुहुन्थ्यो, तर आफैले निकालेको दाग हो यता। अब चाहिँ मलाई घरमा बस्दा केही लगाउनै मन लाग्दैन। किन फ्यान्सी प्रोडक्ट लाउने हो र, म त्यही अस्ट्रेलिया पोस्ट जानु लगाएको हो। सो गर्ल इज युजिङ बिबी क्रिम। ओके, बिबी क्रिम। तर यसको मलाई चाहिँ मैले अस्ट्रेलिया आएदेखि यही क्रिम युज गर्छु, मेरो डेली युजको लागि चाहिँ यही क्रिम युज गर्छु कि। तर यही क्रिम राम्रो लागिरहेछ कि मलाई, आई डोन्ट नो अरूले युज गर्छ कि गर्दैन। म चाहिँ केमिस्टबाट किन्छु, यो SPF 50 छ, अनि अलिकति बिबी क्रिम पनि छ, त्यही भएर अलिकति अब फाउन्डेसनहरू पनि यसो के लगाउने है डेली त भन्ने जस्तो लाग्छ क्या। अब फेस बिग्रिन्छ नि त, हुन त राम्रो त के छ र, बट स्टिल होइन। यो चाहिँ बिबी क्रिम हो, अलिकति फाउन्डेसन लगाए जस्तो पनि हुन्छ। आई डोन्ट युज द के ब्रस पनि युज गर्नु मन लाग्दैन, त्यो अर्को ऊ पनि युज गर्नु मन लाग्दैन मलाई चाहिँ, मेरो हातै युज गर्नु मन लाग्छ। अलि यो राम्रोसँग स्प्रेड हुन्छ क्या आफ्नो हातले गऱ्यो भने, त्यो अर्कोले पुरै आफैले खान्छ क्या स्किनमा लागिनुभन्दा बेसी। के साह्रो दले कि के हो मैले, ठिक छ। मेरो चाहिँ धेरै यो नाकको एरियामा ड्राई हुन थालेको थियो कि, यो क्रिम लगाउन थालेदेखि त एकदम राम्रो भएछ। ओके, मैले चाहिँ ऐनामा पनि हेरेको छैन, जस्ट क्यामरामै हेरेर लगाइरहेको छु, रेडी भइरहेको छु म चाहिँ। यो चाहिँ मेरो फर्स्ट भिडियो होला, त्यही भएर कहाँबाट हेरिरहनु भएको छ त्यति मात्र पनि भनिदिँदा हुन्छ। अनि मलाई केही टिप्सहरू यस्तो गर्नु उस्तो गर्नु, इफ मैले केही मिस्टेक गरिरहेको छु, अब इफ यस्तो गर्नुपर्ने थियो यस्तो हो भने चाहिँ मलाई सजेसन दिनु होला। आइ एम भेरी ओपन टु फिडब्याक, मलाई एकदम फिडब्याक चाहिँ मनपर्छ। आफू ग्रो गर्नको लागि फिडब्याक त एकदम इम्पोर्टेन्ट हो। मैले काममा पनि मलाई चाहिँ फिडब्याक देऊ भन्छु कि, फिडब्याक चाहिँ एकदम इम्पोर्टेन्ट हो।
ओके अब यो पनि भयो मैले चाहिँ यो आँखामाथि खासै लगाउँदिनँ किनभने यो अलिकति त्यति ऊ छैन क्या मेरो आँखा सेन्सिटिभ त होइन तर यसमा त्यो के चाहिँ केमिकल हुन्छ नि त्यो चाहिँ हुन्छ त्यही भएर आँखामा अलिक सुइटेबल हुँदैन त्यही भएर म आँखा आइलिडतिर चाहिँ लगाउँदिनँ त्यसै म चस्मा लगाएर जान्छु यति भयो अब के लगाउने हो ए ओके अब चाहिँ म चाहिँ हल्का यो अलिकति चिल्लो जस्तो लाग्छ नि त अब यो त सनस्क्रिन त हो फाउन्डेसन थोरै न हो अनि अलिकति फुस्रो बनाउनु मन लाग्छ क्या त्यो फेरि बाहिर निस्किँदा डर्टै आएर टाँसिएला जस्तो हुन्छ त्यही भएर म चाहिँ यो लोरियलको ट्रु म्याच मिनरल यो चाहिँ फाउन्डेसन त्यो धुलोवाला फाउन्डेसन हो कि त्यो लगाउँछु योवाला उल्टो आउँछ होला है यता फर्किन्छु म चाहिँ यता फर्किनु पर्ने ओके अब त्यो गर्ल्सहरूले गर्छ नि मेरो नङ छैन त्यही पनि ओके मलाई कस्तो वियर्ड लागिरहेछ कि भिडियोमा बोल्नलाई बट स्टिल आई क्यान डु इट यो चाहिँ म यसरी लगाउँछु यस्तो हुन्छ यहाँ मुनिपट्टि हुन्छ धेरै निकाल्दिनँ फेरि धेरै आउँछ फेरि ओके कस्तो हातै नचले जस्तो यो क्यामरामा ऐनामा नहेरेको भएर होला कि क्यामरामा हेरेको भएर होला धेरै पनि लाउनु पर्दैन अलिकति मलाई चिल्लो नहोस् भने मात्र हो पाउडर जस्तो क्या पाउडर त पाउडरै हो मलाई त कन्ट्रोल सन्ट्रोल चाहिँ गर्नु मन लाग्दैन है फेरि पछि म सिकेर गर्छु मलाई आउँदा पनि आउँदैन आउन त आउँछ है तर प्रोफेसनलले गरे जस्तो चाहिँ आउँदैन ओके भयो यति भयो पुग्छ ओके भर्खर मेरो फोनमा नोटिफिकेसन आएको माई गड मेरो स्टोरेज फुल भयो अरे ओ गड फर्स्ट टाइम युट्युब भिडियो गर्दैछु स्टोरेज फुल भयो ओके मैले डिलिट गरिदिएँ कुनै अनवान्टेड एप्सहरू अब चाहिँ म रोज लाउँदैछु हल्का रोज रातो भएर रोजी चिक्स लिएर हिँडौँ न हल्का मैले त लिक्विडवाला किन्नु मन थियो अब त्योवाला किन्छु मेरो मेकअपको सामान त टन्नै किन्नु छ मलाई पहिला रोज लगाउँदिनँ थियो आजकल त कस्तो रोज लगाउनु मन लाग्छ किन होला ओके यता भयो यतिको त ठिक छ है धेरै रातो पनि हुनु हुँदैन जोमसङको के अरे जोमसङको स्याउ जस्तो गाला होला फेरि ओके द्याट्स इट मेरो ओठमा जुन लिपस्टिक मैले त्यो अरूले छानेर किन्छ नि त्यो लिपस्टिक किन्यो भने कहिले पनि मेरो ट्रु सेड आउँदैन नेभर आई डोन्ट नो मेरो मात्र हो कि अरू कसैको हो कि मेरो यो खै ओठ डढेर हो कि मेरो होइन त ओठ कालै हो पहिलेदेखि अलिकति कालो छ कि मेरो ओठ गिजा पनि ओके अब चाहिँ मैले के भन्दा थिएँ फेरि मेरो स्टोरेज त्यस्तै भयो कि कतिवटा एप डिलिट गर्नु पऱ्यो त्यो एउटा कुन चाहिँ डोला भन्ने एप मैले हालेको थिएँ त्यसले धेरै स्टोरेज खाँदो रहेछ अनि मैले लिप्सको कुरा गर्दा थिएँ मेरो ट्रु सेड कहिले पनि आउँदैन त्यही भएर मैले आफै एक्सपेरिमेन्ट गर्नुपर्छ यो चाहिँ मेरो कालो ओठ भएको भएर त्यही भएर होला ओके म चाहिँ यही हो एउटा कुनवाला हो यो चाहिँ वेलभेट म्याट लिपस्टिक लगाउँछु यसको पनि आउँदैन मलाई जति जुन लगायो भने मलाई आउँदैन तर म थोरै मात्रै सेड लगाउँछु धेरैमा लाउँदिनँ मलाई रातो पनि लाउनु मन लाग्दैन हल्का मेरो ओठ कालो नदेखियोस् द्याट्स इट पिङ्क रेड
लाइट पिङ्क ग्रिन जस्तो भए पनि हुन्छ तर कालो नदेखोस् हल्का कस्तो अर्कै देख्छ क्या त्यो कालो भए पनि हुन्छ नि इट लुक्स डिफरेन्ट लाग्छ न धेरै यतिको भए पनि हुन्छ अर्को चाहिँ मैले यो चाहिँ मैले नेपालबाट लिएर आएको हो ए फेरि यता यो चाहिँ मैले नेपालबाट लिएर आएको मलाई चाहिँ यो वाइट कलरको लाइनर लाउनु मन थियो कि त्यही भएर मैले नेपालबाट किनेको गोल्डन रोज आई लाइनर यसको प्राइस कति परेको थियो 500 कति हो 500 समथिङ हो बिर्से कति परेको थियो नि जस वाइट कलर हो क्या यहाँ पछाडि यो वाइट देखायो भने वाइट कलर हो धेरै पनि लाउनु पर्दैन अनि मैले त्यहाँ यहाँ हेरेर चाहिँ मैले लाउन सक्दिनँ सो म ऐनामै हेरेर लाउनुपर्छ यो चाहिँ विस माग्नुपर्ने थियो परेला झरेको तर मजाले स्प्रेड हुँदो रहेछ यो तर साइड साइडमा लाउनु पर्ने थियो मैले होल लगाएँ धेरै सेतो थियो सके मलाई मनपर्छ यो पहिला आँसु आयो भने चाहिँ म सेट हुँदैन मजाले ड्राईमा चाहिँ मजाले सेट हुन्छ ओके कस्तो मजाले सेट भयो नि धेरै सेट भयो जस्तो छ ओके ठिक छ त्यही पनि मलाई चाहिँ यो अलिक कर्नरमा र यता साइडमा गर्छु भनेको ठिकै छ अनि मेरो ल्यासेस पुरै झरेछ क्या मेरो ल्यासेस लामो लामै थियो नेचुरल चाहिँ मैले ल्यासेस हालेको कुनमा हालेको थिएँ मैले चाहिँ डल आइज मैले खासमा अर्कै ल्यासेस हाल्न गएको थिएँ तर त्यहाँको मान्छेले चाहिँ तिमीलाई त्यो वाला सुहाउँदैन अनि धेरै हेभी हुन्छ चाँडो झर्छ भन्यो अनि अर्कोवाला लगाऊ भन्यो डल आइज सुहाउँछ अनि कतिको लामो भनेको थियो मैले मेरो फर्स्ट टाइम थियो मैले फर्स्ट टाइम हालेको अनि लामो लामै मनपर्छ भनेको तर धेरै लामो हालिदियो त्यो उसमा जस्तो गर्छ तर ठिकै देखेको थियो त्यस्तो वाइल्ड नराम्रो चाहिँ देखेको थिएन बट स्टिल अलिकति धेरै लामो थियो अनि मलाई चाहिँ कस्तो त्यो सक्सक भयो कि मतलब हालेको भोलिपल्ट पर्सिपल्ट थियो त मलाई सक्सक भयो निकालेर हालेँ कि मैले चाहिँ अलिकति त्यो हामीले पानी हालेपछि चाहिँ पानी त त्यही जम्मा हुने कि यस्तो कर्ल भएर अनि एउटा गर्दै निकाल्दै गयो मेरो त कति 2 विक्स जति मात्र पुग्यो अरूहरूको त 1 महिना यस्तै 1.5 पनि हो भएको थियो कि तर मेरो चाहिँ भएन मेरो 2 विक्स मात्र बसेको थियो तर 2 विक्समा त सबै झरेको थियो मैले निकाल्न पनि निकालेको त्यो एउटा आँखामा झरेन एउटा आँखामा झऱ्यो अब त्यो दुइटा एकदम डिफ्रेन्ट देख्यो क्या त्यही भएर मैले सबै निकालिदिएँ लास्टमा अनि आफ्नो परेला पनि निस्क्यो त्यो निकालिदिँदाखेरि अहिले त म एकदम त्यो मेरो आँखामा परेलै नभए जस्तो फिल हुन्छ कस्तो अर्कै देखिँदो रहेछ परेला हुँदा तर ग्रो हुन्छ होला होपफुली त्यति वरिड त छैन मलाई यस्तो कुरामा त म वरिड हुँदिनँ किनभने मैले मेरो कपाल पनि पहिला त एक्सपेरिमेन्ट गर्थेँ आफै कपाल काटिदिन्थेँ अनि मेरो थ्रेडिङ पनि म आफै गर्छु म थ्रेडिङ गर्न पनि जाँदिनँ यस्तो बेसिक कुराहरू म आफै गर्छु अनि त्यो आइल्यासेस हालेको कति लिएको तर मेरो एक्सपेन्सिभ पनि लिएको अनि चाँडै पनि झऱ्यो कि मलाई त्यही भएर मन परेन अब म त्यो ठाउँमा जाँदिनँ म ल्यासेस पनि हाल्दिनँ होला तर अहिले चाहिँ फेरि यो निस्किसकेपछि परेलै छैन मेरो अनि मलाई हाल्न चाहिँ मन लागिरहेको छ तर लेट्स सी के हुन्छ अनि मैले अब के लगाउँछु भनेको थिएँ ए यो इयरिङ लाउँछु भनेर सोचेको थिएँ मैले कस्तो म एकदम प्रायः चाहिँ स्माइल गरिरहनु मान्छे क्या तर कस्तो कन्सियस हुँदो रहेछ फेरि स्टिल म यतै हेरिरहेको छु कि म स्टिल कस्तो कन्सियस भएर मैले क्यामेरामा पनि त्यो आफ्नो ओ गड फेरि मेरो स्टोरेज फुल भनेर फेरि नोटिफिकेसन आयो गाइज अब म छिटो यो भिडियो एन्ड गर्छु म धेरै लामो भएँ होइन हजुरलाई पनि बोर लाग्यो होला धेरै केही राम्रो कुरा मैले गरिनँ होला अफकोर्स
म यो इयरिङ चाहिँ लगाइहाल्छु अनि भिडियो पनि एन्ड गर्छु जस्ट हजुरहरूले कहाँबाट हेरिराख्नु भएको छ अनि कस्तो लाग्यो अनि कस्तो के इम्प्रुभमेन्ट गर्नुपर्छ कस्तो के आइडियाजहरू मलाई एकदम सेयर गर्नु मलाई यो इयरिङ्स लाउनु नै मन लाग्दैन किनभने मेरो कान फेरि यहाँ माथि छेरेको छ कस्तो डिफ्रेन्ट देखिन्छ क्या मलाई कस्तो मनपर्छ क्या यस्तो लाउनु तर कानले धोका दियो ओके मेरो फेरि यो स्टोरेज फुल भन्छ होला अब म अर्को भिडियो पनि लिएर आउँछु म डेली भिडियो ल्याउने ट्राई गर्छु जस्ट मलाई पुस पनि गरिदिनु होला प्लिज गाइज सो लाइक सेयर सब्सक्राइब के गर्नुपर्छ सबै गरिदिनु होला अनि अलि मोटिभेसन आउँछ कि कसैले हेऱ्यो भने त मोटिभेसन आउँछ कसैले हेरेन भने त मोटिभेसन नै आउँदैन भिडियो बनाउने म चाहिँ कस्तो खालको भिडियो बनाऊँ अनि के इन्क्लुड गरौँ अनि हजुरहरूलाई केही सोध्नु मन छ मलाई त्यो पनि सोध्नु मन छ भने पनि जस्ट कमेन्टमा लेख्नु होला लाइक पनि गरिदिनु होला अनि म चाहिँ अस्ट्रेलियामा छु अनि हजुर अस्ट्रेलियामा हुनुहुन्छ भने चाहिँ मलाई इट्स अ सजेसन अनि त्यही दिनु होला त्यही भन्न चाहन्छु अनि थ्याङ्क यू फर वाचिङ अनि अब म फेरि आउँछु फेरि अब इम्प्रुभ गरेर आउँछु मेरो भिडियो मेकिङ स्टाइल एडिटिङ स्टाइल सबैमा इम्प्रुभ गर्छु अनि हजुरहरूलाई चाहिँ एकदम धेरै धन्यवाद मेरो भिडियो फुल मेरो भिडियो हेरिदिनु भएकोमा चाहिँ हजुरहरूको पेसेन्स लेभल चाहिँ मैले मान्छु थ्याङ्क यू सो मच अनि अब के भिडियो बनाऊँ त म डेली लाइफस्टाइलहरू पनि देखाऊँ कि अरू केही क्वेसन सोध्नु मन छ भने यु आर अलवेज वेलकम थ्याङ्क यू सो मच एन्ड हेभ अ गुड डे बाई फ्रम मी एन्ड आई विल सी यु ब्याक ओके मैले मेरो लास्ट लुक चाहिँ भन्नै बिर्सेँ ल लास्ट लुक चाहिँ मेरो यही हो है गाइज यो चाहिँ मैले थम्बनेल राख्छु कि भनेर गरेको ओके गाइज अब मेरो मेकअप भनेको यही सनस्क्रिन लगाउने हो जस्ट मैले सनस्क्रिन लगाएँ द्याट्स इट त्यो नथिङ फ्यान्सी त्यो भिडियो पनि म लिएर आउँछु भोलि पर्सि होइन मैले सिक्छु मैले जसरी गर्छु नर्मली त्यो पनि देखाउँछु ओके द्याट्स इट बाई गाइज बाई